So hello everyone, Seva, Nurse सबैजनालाई welcome or welcome back to my channel. I hope you guys are doing well. अनि आजको नि भिडियो स्टार्ट भइसकिसकेको छ. न्यू डे न्यू ब्लगको साथमा हजुरहरूलाई स्वागत छ. Well, अनि मेरो by the thumbnail and title. Thumbnail त के भन्नु, thumbnail त म जहिले खिच्नु बिर्सिरहेको हुन्छु. जे पाए त्यही हालिरहेको हुन्छ हैन. अनि so yes. आज पनि म घरमा खेतला हुनुहुन्छ दुईजना अनि किचन अलिकति बढाउनु पर्ने थियो त्यो गर्नु हुँदैछ अनि म चाहिँ आज खाजा पकाउने यताउति गर्छु मेरो देख्दैन छ ओइ लुकिरहेको छ स्मेल छेकिरहेको छ अनि ड्याडी भाइ अनि बाङा दुईजना हुनुहुन्छ उहाँहरू काम गर्नु हुँदैछ अनि म चाहिँ खाजा बनाउने यताउति मेरो काम हो सो एकछिन बाई द वे मेरो आजको त्यो हिजो जुन भिडियो पोस्ट भएको थियो त्यो चाहिँ अस्तिको दिनको भिडियो हो अनि मैले पोस्ट गर्दाखेरि चाहिँ पोस्ट भएन के त अनि वेदर हाम्रो घरको देखिरहनु भएको छ अनि पानीहरू पऱ्यो यताउति भयो भने हाम्रो चाहिँ नेटवर्क नै चलिजान्छ अनि कोमाकोबाट गर्ने थिएँ अनि कोमाको पनि नेटवर्क नै थिएन अनि त्यही भएर त्यस्तो भइरहेको छ सो साथीहरू आई होप हजुरहरू माइन्ड गर्नु हुँदैन यो कुरालाई अनि अब यो त नेटवर्क प्रब्लम हो नि त इट्स नट माई प्रब्लम सो यस त्यही हो अहिलेसम्म माया गरेर हेरिरहनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद अनि म मेरो बहिनीलाई चाहिँ हृदयदेखि नै माफी माग्न चाहन्छु अनि मैले चाहिँ रुन्छ भनेर थाहा थियो तर त्यति साह्रो चित्तै दुखाउँछ भनेर थाहा थिएन इभन उसले चाहिँ अब बिहान घर उठेर गएर पनि रोएछ के मलाई त नानाले उहाँको भ्युजको लागि ऊ गर्नुभयो भन्दै थिएछ अनि आज चाहिँ म नुन आउनु पर्ने छ गाइज हेर्नु न एकछिन काम गरेको एकछिनमै यस्तो हुन्छ म लुगाहरू सम्हाल्नु सक्दिनँ क्या अनि त्यही हो नेक्स्ट टाइमदेखि चाहिँ प्राङ्क गर्दिनँ म मेरो बहिनीलाई गर्छु तर ऊ अलिक ठुलो भएपछि गर्छु फर नाउ अहिलेको लागि चाहिँ यति नै हो उसको लागि चाहिँ आज चित्त दुखाइरहेको छ अनि हिजो पनि नआउनु भनेको फेरि आएँ भन्दै थियो अनि सो आइएम सो सरी अनि हजुरहरूलाई प्राङ्क कस्तो लाग्यो हजुरहरू कमेन्ट गरिदिनुहोस् हजुरहरूलाई सो यस साथीहरू अनि मैले हिजो यो कोमाको हो नि त यो दुइटै अनि यो नि कोमाकै हो के कोमाको कि कोपाको इभन आई डोन्ट नो आमा जहाँसम्म लाग्छ चाहिँ यसरी लाउने हो के यसो गरेर यहाँ बाँध्ने हो यस्तै होला जस्तो लाग्यो अनि यो मेरो कोमाको चोलो हेर्नु न अझै मलाई हुन्छ यो मेरो कोमाको बैसोको चोलो अनि यो सिलाउनु भएको चाहिँ कोमाले 20 होइन 40 वर्ष होइन त्यस्तै 20 एबभ कति भयो अनि यो चाहिँ म केमा हाल्छु भने अब अधिवेशन हुन्छ नि त अधिवेशन हुन आँटेको छ के कस्तो के लागेको छ यहाँ अनि अधिवेशन हुन आँटेको छ अनि यु क्यान सी हियर मगाउनु त मैले चोलो मगाएको छु पहिलाको मेरो चोलोहरू थ्रिफ्ट गरिदिएर अनि तर मलाई चाहिँ यो पर्सनल मन परेको चोलो हो गाइज रियली डिफ्रेन्ट अनि अब यहाँ बाँध्ने हुन्छ यहाँनिर चाहिँ टाक छ के यसको चाहिँ टाक छ इट्स रियली डिफ्रेन्ट अनि त्यही हो वाउ हेर्न कलर नि कस्तो दामी छ अनि यो चोलो चाहिँ म लाउँछु अब मैले कोमाको हाइज्याक गरिसकेँ अनि यहाँ चाहिँ यस्तोहरू भएको छ के अनि योहरू सब म मेरो देमालाई बनाइमाग्छु छु कसरी हुन्छ के गरेर हुन्छ बट आई लाइक दिस चोलो उहिलेको डिजाइनहरू कति राम्रो है अहिले त्यस्तो छैन नि त कस्तो युनिक हेर्नु न यहाँ यस्तोहरू गरेर सिलाएको छ दामी के अनि मैले यो हिजो खोजेर धुको स्टिल चिसै छ यो अनि अब यसलाई म उल्टो पारेर सुकाउँछु अनि यो भित्र चाहिँ कस्तो कति मैले मारेँ कि इभन हार्पिक लाएर नि मारेँ सरफहरू लाएर नि मारेँ तर यो जाँदै गएन के अनि कोमाले भन्नुभएको यो सिलाएको कति वर्ष भइसक्यो अनि माथि धुवासोमा राख्नुभएको थियो नि त कोमाले अब तालामाथि कस्तो हुन्छ बुढी कोमाहरूले कसरी राख्नुहुन्छ मेरो कोमाले पनि त्यसै राख्नुहुन्छ नि त अनि घरभित्रको त्यो कति वर्ष आगो जलाएको अनि त्यहाँबाट सबै गएको छ हुन चाहिँ यो चोलो एकदम धराप छ अहिलेको जस्तो भएको भए त सायद फाटिसक्थ्यो होला क्या मक्किसक्थ्यो होला बट यु क्यान सी अझै पनि यस्तो स्ट्रङ छ अनि यो भित्रको चाहिँ गएन कालो भयो यति चाहिँ गएछ डिफ्रेन्स नै कति मारेको थिएँ क्या मैले
बट भित्रको कसले देख्छ र होइन। सो त्यो पनि यो कपडा एकदम राम्रो छ। अहिलेको त कहाँ यस्तो हुन्छ त यहाँ हेर्नु है, डबल लेयर छ। डबल लेयर नै होइन रहेछ, यो कपडै रहेछ क्या हो। वेट गाइस, कपडै रहेछ यस्तो दामी। ह्याप्पी पनि पुरा ह्याप्पी छ। सो साथीहरू, यो किचन चाहिँ हिजो अस्ति बनाएको हो नि त। अनि मलाई पनि त्यस्तो मजाले चाहिँ आउँदैन कि, अब जति आउँछ त्यति त गरिराख्नु पर्यो भनेर। हेर्नु न, यस्तो हुन्छ है छोरी मान्छे घरमा नबसेपछि। कोमा त हुनुहुन्छ, मेरो कोमा चाहिँ अब पहिल्यैदेखि बाहिरको काम गर्नुहुन्छ नि त हो। अनि त्यस्तो घरमा बस्नु पनि हुँदैन, एक्लै पनि हुनुहुन्छ। अनि पल्लो बारी आफै गर्नुहुन्छ। अहिले माथिल्लो बारीमा चाहिँ खेती पनि नलाएको रहेछ कि, त्यही कारण कोमा एक्लै हुनुहुन्छ नि त। अनि हेर्नु न, जति आउँदैछ त्यति गर्दैछु। अन्त जति आउँछ त्यति गर्दैछु। अब यस्तै त होला नि है, कहिले अब यस्तो कामहरू गरेको भए पो जे होस्। हामीले हाम्रो ड्याडीहरूले चाहिँ, प्यारेन्ट्सहरूले चाहिँ एकदम सुखमा हुर्काउनु भयो। तर अब जति ठुलो भयो आफै बुझेर नै गर्नुपर्ने हुन्छ। अनि यो काम चाहिँ मलाई ड्याडीले पनि अराउनु भएको होइन के, आफै गरेको मैले। किनभने यस्तो भइरहेको छ, अब कसरी यसरी त गर्नु होइन। अब जति आउँछ, यो चाहिँ मैले अस्ति कसरी सिकेको भने नि, साँच्ची भनेको मैले घरहरू लिपेको छु होइन, तर यस्तो माथि घर हुन्छ नि उयो बाहिर कोमाको, त्यस्तोहरू मात्रै लिपेको छु। यस्तो मजाले मैले कहिले लिपेको छैन। अनि कस्तो मजा आउँदैछ खेलाउनु पनि। अनि त्यही हो साथीहरू। अब यो चाहिँ अस्ति मैले मेरो ड्याडीले चुल्हा लिप्दाखेरि चाहिँ यसरी चाहिँ चिल्लो हुँदो रहेछ भनेर मैले देखेको थिएँ चुल्हा बनाउनु हुँदाखेरि। अनि अरू त के भन्नु साथीहरू, यस्तो हुँदो रहेछ, आफै गर्नुपर्छ। घरमा एकजना ठुलो प्यारेन्ट्स चाहिँ हुनै पर्ने रहेछ कि, त्यही भएर अब मलाई सिकाउने, उहाँहरूले नगरे पनि मलाई सिकाउने, त्यसो चाहिँ हुनुपर्दो रहेछ। तर इट्स ओके, मैले अब आफै जानेर बुझेर जति आउँछ त्यति चाहिँ गरि नै राखेको छु। अनि हेर्नु न, यस्तो थियो कि, यस्तो मेरो ड्याडीले त बनाउनु भयो। अनि बनाउनु त, तर अब यो त हामीले गर्नु पर्यो, ड्याडी त गर्नु हुँदैन। अनि यहाँ चाहिँ काठ ओछ्याएको थियो कि, अस्ति पहिलाको भिडियोमा देख्नुहुन्छ भने यहाँ काठ ओछ्याउनु भएको थियो। यो माटो चाहिँ सुकेको थिएन नि त कि, काठ ओछ्याउनु भएको थियो। अनि अहिले चाहिँ केही ओछ्याउनु मैले नै निकालेको हो काठ पनि। यस्तै छ है। यहाँ सिमेन्ट हाल्ने भन्नुहुँदै थियो, अनि मैले चाहिँ नहाल्नु भनेको। किनभने यो अब यस्तो छ नि त, यो अहिले भर्खर चाहिँ यस्तो हाल्नु भएको के, काठहरू छ। तर अब त्यसलाई चाहिँ त्यो खै कुनि के गरेर चिल्लो बनाउनुको लागि चाहिँ चिल्लो खालको काठ चाहिँ छैन। त्यही कारणले होस् ड्याडी यतिकै बनाउँदै गरौँ, पछि एकैचोटि राम्रै बनाउँदाखेरि बेसिन सेसिनहरू निकाल्दाखेरि मात्रै लगाऊँ न भनेर चाहिँ हो। अनि त्यही हो, अहिले पर्मानेन्टको लागि अब हामी पनि घरमा हुँदैन, दुईजना आमा छोरा त हो। अनि ल्यासाले सरी गाइज। अनि आमा छोराको लागि किन राम्रो पर्फेक्टै चाहियो त। राम्रो बनाएपछि पछि एकैचोटि बनाऊँ न, पछि अब हामीलाई कस्तो मनपर्छ के मनपर्छ अलि बादमा अब के हुन्छ होइन, कहाँ लान्छ बाटोले यात्राले कहाँसम्म पुर्याउँछ त्यही अनुसारले गरौँ न भनेर भनेको थिएँ। अनि मान्नुभयो। अनि यति यस्तो बनाउनु हुँदैछ, यस्तै हो। अब एकछिनपछि भेटौँ है। यो चाहिँ लिपिसकेर फेरि यहाँनिर पानीहरू हालेर अर्को तरिकाले नि लिप्नु पर्यो भनेर चाहिँ सोचेको। अब कि यतिले नै हुन्छ कि, मलाई केही थाहा छैन होइन यो बारेमा। अब देमालाई फोन गरेर सोध्नुपर्ने हुन्छ। मेरो सीता देमालाई फोन गर्छु अनि सोध्छु। अनि यतिकै हुन्छ भन्यो भने यतिकै राखिदिन्छु, लिप्नुपर्छ भने लिप्छु। अनि मलाई चाहिँ मेरो दिदीले डिस्टर्ब हान्नुहुन्छ हो आज। तर हिजो चाहिँ एक्सक्युज मी, अनि हिजो चाहिँ के मेरो दिदीले म आएको थिएँ नि त हिजो यता, अनि कल गर्नुभएको थियो। अनि कस्तो रुनु भयो कि, मलाई कति माया लाग्यो। तर मलाई पनि रुवायो, कोमा पनि रुनु भयो। मेरो कोमा खासै रुनु हुँदैन नि त। अनि एन्जलालाई चाहिँ अब हामी पनि गइहाल्छ। अनि कोमा एक्लै हुने भयो, मिठो मिठो पकाएर खानु भन्दै रुइने। यसलाई नुहाइदिनु भयो ड्याडी र भाइ भएर। क्या रे हेर्न उयो चिसो छ उसको खुट्टाहरू, तर धुलो खेलेर के नुहाइदिनु भयो ड्याडी र भाइले। यसलाई नि मलाई नुहाइदियो भन्नुहुँदैछ, कहाँ म यत्रोलाई सक्छु त।
त्यही माथि उसको छिटुक 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 गरिदिन्छ अनि सो यो चाहिँ छ हाम्रो किचन फिलहाल। अनि पल्लोबारीमा पनि खै के गर्ने भन्नुहुँदैछ, खै के हो के हाम्रो ड्याडीको कुरा बुझ्नु सकिन्न। अनि यो चाहिँ छोटो थियो नि त, अनि त्यसलाई लामो बनाउनु हुँदैछ। यहाँ हेर्न मेरो बाङ आएको के भन्नुहुँदैछ, त्यहाँ भ्युज गएन भने तैँले कुटाइ भेट्छस् भन्नुहुँदैछ। कतिवटा यस्तो ऐसेलु फल्छ साथीहरू, यो चाहिँ खानु मिल्छ क्या। स्ट्रबेरी जस्तो फ्लेभर चाहिँ आउँदैन, अलि अमिलो हुन्छ कि, तर इट्स गुड फर हेल्थ। अस्ति एन्जानाले टिपिदेऊ ल भन्नुहुँदैछ, तर मैले बिर्सेछु। कुनै कुनै बेला चाहिँ स्ट्रबेरीवाला फ्लेभरै आउँछ क्या, मिठो हुन्छ। तर गुड स्विट। काम गर्नुहुँदैछ त्यहाँ चाहिँ, म चाहिँ डुल्दैछु। अनि मेरो काम हुँदैछ, बोडीको दाल भिजाउनु भएको छ कोमाले, उसिन्नु पर्ने छ। मेरो भाइले हेरिरहेको रहेछ, भिडियोमा आउनु मान्दैन कि आउनु मान्दैन भन्दा नि के भएको मेरो भाइ। कोही बेला आफै आउँछु भन्छ, कोही बेला आउँदैन। मेरो बुहारीहरूले हेर्छ भनेर हो कि त्यो पनि थाहा छैन। वाउ के साह्रो स्ट्रबेरी हो, कत्रो थिएछ हेर्नु यहाँ त। ल गुड। कन्टेन्ट नभएको होइन, भिडियो बनाउनु दिँदैन। वेदर चाहिँ एकदमै घाम लागिरहेको छ, हावा सेरेरे चलिरहेको छ। माइ गड। अनि आज चाहिँ देमा घरमा हुनुहुँदैन, देमा चाहिँ अधिवेशनको लागि जानुभएको छ। हाम्रो फुलफिल गर्नुपर्ने होइन कामहरू कति छ, यसको लागि बसेको। तर अब यो अलिक बादमा मात्रै गर्नुहुने अरे, पहिला पल्लोबारीमा, किनभने भाइ र मेरो रुम हो नि त त्यो। अनि भाइ र मै नभएपछि किन कम्प्लिट गर्नु, पर पल्लोबारीमा गर्नुहुने अरे। आज चाहिँ अहिले आजसम्म यो यहाँ देख्नु हुँदैछ नि, अब एकछिन पछि देख्नु हुँदैन। यो सबै हट्छ, यो उता जान्छ, यहाँ खाली हुन्छ, यहाँ कुकुरको घर बनिन्छ। हेर्नु न साथीहरू, छिनमा वेदरहरू चेन्ज हुन्छ, भर्खरै पानी परेर रोकियो। मैले चाहिँ खाजाहरू पकाएर दिइसकेँ। अब भाँडा यति उयो यति धेरै धुनु छ, हेर्नु हिलो भइरहेको छ, यति धेरै धुनुपर्ने छ भाँडाहरू। अनि त्यस पछाडि चाहिँ खाना सब्जी पकाउनु पर्ने हुन्छ। हेर्नु न म जस्तो एक्लै रहेछ, के गर्नु जोडी छैन होइन साथी। त्यही हो, अब भाँडा धोएर माम सब्जी पकाइहाल्नु पर्ने हुन्छ, किनभने म अलिक ढिलो पाडाको रहेछु। सो त्यही हो साथीहरू, एकछिन पछि भेटौँ है अब।